आज हामी फ्र्याक्सनल अल्जेब्रिक एक्सप्रेसनहरू इन्भल्भ भएका अल्जेब्रिक इक्वेसन सल्भ गर्दाखेरि हामीले ख्याल गर्नुपर्ने कुराहरू आज हामी बुझ्नेछौँ। मैले त्यसैकै बारेमा आज डिस्कस गर्दैछु र दुईवटा इक्वेसनहरू ल्याएको छु र यही इक्वेसनबाट चाहिँ आजको हाम्रो डिस्कसन सुरु हुन्छ। अब हेर्नुहोस् त, यो एउटा अल्जेब्रिक इक्वेसन हो, यहाँ चाहिँ अल्जेब्रिक एक्सप्रेसन पनि छ, ठिक छ। यो अल्जेब्रिक एक्सप्रेसन पनि फ्र्याक्सनल छ, हेर्नुहोस् है, फ्र्याक्सनल छ। र यहाँ पनि हेर्ने हो भने यो दुईवटा एक्सप्रेसनहरू, यो अल्जेब्रिक इक्वेसन हो, ठिक छ। यो र यो चाहिँ दिज आर द फ्र्याक्सनल अल्जेब्रिक एक्सप्रेसन। यस्तो टाइपको इक्वेसनहरू हामीले सल्भ गर्दाखेरि विशेष ध्यान दिनुपर्ने हुन्छ। विशेष गरी के हो भने यो अल्जेब्रिक इक्वेसनमा भएका जति पनि अल्जेब्रिक एक्सप्रेसनहरू छन् त्यो अल्जेब्रिक एक्सप्रेसनको डोमेनलाई ध्यान दिनुपर्छ। अब हेर्नुहोस्, अब हामी कसरी गर्छौँ त भने हाम्रो मिस्टेक के हो भने अब यो दिस इज अन अल्जेब्रिक इक्वेसन, हामी यसको अल्जेब्रिक म्यानिपुलेसनबाट यसको हामी सोल्युसन निकाल्छौँ हैन। हामी कसरी गर्छौँ भने यसरी गर्छौँ, x स्क्वायर माइनस 3 स्क्वायर अपॉन x माइनस 3 इज इक्वल टु 6 a स्क्वायर माइनस b स्क्वायरको फर्ममा छ a प्लस b a माइनस b अपॉन x माइनस 3 हामीले ब्राकेटभित्र राख्यौँ इक्वल टु x प्लस 3 इज इक्वल टु 6 x इज इक्वल टु 6 माइनस 3 इज इक्वल टु 3। हेर्नुहोस् त, मैले यसको सोल्युसन, यो अल्जेब्रिक इक्वेसनको सोल्युसन आफ्टर इट्स अल्जेब्रिक म्यानिपुलेसन मैले चाहिँ 3 निकालेँ। यो सोल्युसनले यो इक्वेसनलाई सेटिस्फाई पनि गर्न पर्यो। अर्को कुरा के गर्न पर्यो भने यो अल्जेब्रिक इक्वेसनमा इन्भल्भ भएका हरेक अल्जेब्रिक टर्म्स या अल्जेब्रिक एक्सप्रेसनहरूलाई डिफाइन पनि त गर्न पर्यो हो। अब हेर्नुहोस् त, यो सोल्युसनमा हामीले निकालेको जुन सोल्युसनमा यो अल्जेब्रिक इक्वेसनमा भएका अल्जेब्रिक एक्सप्रेसनहरू डिफाइन हुन्छ नि त। हेरौँ त, x इज इक्वल टु 3 यहाँ लिएर राखौँ, के हुन्छ, यहाँ लिएर राख्दाखेरि के हुन्छ त भने x को ठाउँमा 3 राख्नुहोस्, 3 स्क्वायर माइनस 9 अपॉन 3 माइनस 3 माथि कति हुन्छ, 0 हुन्छ, तल पनि 0, जस्तो 0/0। म्याथमेटिक्समा यस्तो किसिमको टर्म्सहरू 0/0 भन्ने कुरा डिफाइन नै छैन, के हुन्छ भन्ने कुरा थाहा छैन। दिस इज अनडिफाइन्ड, दिस इज अनडिफाइन्ड, यो अनडिफाइन्ड छ भनेपछि यो सोल्युसनमा हामीले निकालेको अल्जेब्रिक म्यानिपुलेसनपछि निकालेको सोल्युसनले यो अल्जेब्रिक इक्वेसनमा भएको अल्जेब्रिक एक्सप्रेसनलाई डिफाइन गरेन, ठिक छ। अब सेटिस्फाई गर्ने त कुरै भएन, डिफाइन नै नभइसकेपछि। अब यहाँ हेर्नुहोस् त, अब हामी के गर्छौँ भने अब हेर्नुहोस् त, यो टर्म सरी यो एक्सप्रेसन, दिस इज द फ्र्याक्सनल अल्जेब्रिक एक्सप्रेसन, दिस इज अल्सो सेम फ्र्याक्सनल अल्जेब्रिक एक्सप्रेसन हैन। हामी के गर्छौँ, यो दुईटालाई यसरी क्यान्सल गरिदिन्छौँ, यसरी क्यान्सल गर्छौँ र हाम्रो सोल्युसन सिधै x इज इक्वल टु 1 निकाल्छौँ। बट दिस इज नट राइट, दिस इज नट करेक्ट। यहाँ हेर्नुहोस् त, यो चाहिँ सोल्युसन, हामीले सोल्युसन निकालेको त हो, तर यो सोल्युसन राइट हो त होइन नि त। सो दिस सोल्युसन इज इनभ्यालिड सोल्युसन, भ्यालिड सोल्युसन होइन, इनभ्यालिड सोल्युसन, इनभ्यालिड सोल्युसन। अब यहाँ पनि हेर्नुहोस् त, अब x इज इक्वल टु 1 जुन हाम्रो सोल्युसन हामीले निकाल्यौँ, यसले यो इक्वेसनलाई सेटिस्फाई गर्छ त। र अर्को कुरा, यो अल्जेब्रिक इक्वेसनमा भएका अल्जेब्रिक एक्सप्रेसनहरू जुन छन्, यो फ्र्याक्सनल अल्जेब्रिक एक्सप्रेसन हो, यो फ्र्याक्सनल अल्जेब्रिक एक्सप्रेसन हो, यिनीहरू डिफाइन हुन्छ नि त। त्यो हेरौँ त, यो x इक्वल टु 1 यहाँ लिएर 1 प्लस 1 अपॉन 1 माइनस 1 इज इक्वल टु 1 प्लस 1 अपॉन 1 माइनस 1 प्लस 1/0 इज इक्वल टु 1 प्लस 1/0। हेर्नुहोस् त, म्याथमेटिक्समा यस्तो टर्म पनि अनडिफाइन्ड छ, ठिक छ। कुनै नम्बरको अपनमा 0 भयो भने दिस इज अनडिफाइन्ड, यो पनि अनडिफाइन्ड छ, दिस इज अनडिफाइन्ड, यो पनि अनडिफाइन्ड छ, यो पनि अनडिफाइन्ड छ भनेपछि यो हामीले अल्जेब्रिक म्यानिपुलेसनबाट निकालेको सोल्युसन हाम्रो यो अल्जेब्रिक इक्वेसनमा भएका अल्जेब्रिक एक्सप्रेसनलाई डिफाइन गर्न सकेन, ती अल्जेब्रिक एक्सप्रेसन डिफाइन गर्न सकेन एट द्याट सोल्युसन। सो यो हाम्रो सोल्युसन हाम्रो के भयो, इनभ्यालिड सोल्युसन भयो, यो सोल्युसन भ्यालिड भएन, ठिक छ, इनभ्यालिड सोल्युसन भयो।
त्यही कारणले गर्दाखेरि हाम्रो इक्वेसन सल्भ गर्दाखेरि यस्तो टाइपको अल्जेब्रिक एक्सप्रेसनहरू इन्भल्भ भएको अल्जेब्रिक इक्वेसन सल्भ गर्दाखेरि हामीले डोमेनलाई ध्यान दिनुपर्ने हुन्छ। अब यहाँ हेर्नुहोस् भने यो जुन अल्जेब्रिक एक्सप्रेसन छ, यो इक्वेसनको अल्जेब्रिक एक्सप्रेसन छ, यो अल्जेब्रिक एक्सप्रेसन त x = 3 मा त डिफाइन नै हुँदैन भने x = 3 त यसको डोमेनमा पर्दैन, ठीक छ। अनि यो x = 3 यसको सोलुसन पनि भएन। अब यहाँ हेर्नुहोस् त x = 1 यो अल्जेब्रिक एक्सप्रेसनको डोमेन होइन हो। x = 1 यसको डोमेन होइन, यसको पनि डोमेन हो। x = 1 यो अल्जेब्रिक एक्सप्रेसनको डोमेन पनि होइन भनेपछि x = 1 यो इक्वेसनको सोलुसन पनि होइन। यो कुरालाई ध्यान